तर मलाई सिंहदरबार जलाउन हुँदैन भनेर मैले रोक्दै गर्दा म अलिकति आवेगमा आएको थिएँ, अलिकति आक्रोश। 24 गते बिहानको घटना। 24 गते चाहिँ आवेगमा आएर आक्रोशमा आएर सबैलाई रोक्न खोज्दा हामीले पहिलोचोटि सिंहदरबारमा क्राउड छिर्दा नियन्त्रणमा लिएर सबैलाई निकालेको हो। त्यही क्राउड मध्ये जसलाई सम्झाइ बुझाइ गर्न सकिन्छ ह्युमन चेन बनाएर सबैलाई निकालेको हो। दोस्रोचोटि चाहिँ प्रहरीलाई सेनालाई ढोका लगाइदिनुहोस्, म बाहिर गएर सम्झाउने प्रयास गर्छु भन्दा भित्र मैले त्योभन्दा अगाडि ठ्याक्क उहाँहरू सबैलाई निकालेको कारण चाहिँ उहाँहरूले जलाउन पाउनु भएन भन्ने एउटा आक्रोश रहेछ मसँग। अनि म निस्किँदै गर्दा कुन शक्ति होला त? होइन, यो आन्दोलनमा हामीलाई परिवर्तन चाहिएको थियो, हामीलाई विध्वंस चाहिएको थिएन। परिवर्तनकारीहरू त त्यो भिडमा हुनुहुन्थ्यो नै, तर त्यो सँगसँगै ठ्याक्क मैले यो ग्रुप त्यो ग्रुप भनेर को भनेर मलाई पनि थाहा छैन होइन। तर विध्वंस चाहने मान्छे र जलेको हेरेर सिद्धेको हेरेर रमाउने मान्छेहरू पनि हुनुहुन्थ्यो। अनि हाम्रो देशमा हाम्रो यो सरकार योभन्दा अगाडिको निवर्तमान सरकारसँग हामीलाई समस्या थियो होला, तर यो समूहसँग पनि हाम्रो समस्या हो। यही समूहले नै गर्दा देशमा विकृति विसङ्गति सरकारको कारण मात्र होइन कि यो प्रकारको समूहले गर्दा पनि फैलिएको हो जस्तो लाग्छ। त्यही भएर हुनुहुन्थ्यो 2-4 जना, मलाई 2-3 जनाले पछाडिबाट हात समाउनु भयो, हात समातेर अगाडिबाट छुरा प्रहार गर्ने प्रयास गर्नुभयो। मलाई 2-3 जनाले पछाडिबाट हात समाउनु भयो, हात समातेर अगाडिबाट छुरा प्रहार गर्ने प्रयास गर्नुभयो। त्यसपछि चाहिँ मैले सक्दै नसकेर चाहिँ गएर म आह्वान गरेर सबैलाई बोलाउँछु भनेर यो भिडियो बनाएको थिएँ। तपाईँले अघि भनेको विषय यो सायद यसको पहले 24 गतेको घटनाको खोतल्ने क्रममा हुन्छ होला। सरसर्ती देख्दा 23 गतेको त्यो जुन अमानवीय